अन्त गाइस अहिले चाहिँ म ड्युटी जाँदैछु हैन। सो जिन्दगीले न हामीलाई कहाँदेखि कहाँ पुर्याउँदो रहेछ के हो त अनएक्सपेक्टेड चिजहरू हुन्छ जस्तो लाइफमा हैन। सो मैले कहिले पनि सोचेको थिइनँ कि म केरेला आउँछु, केरेला आएर काम गर्छु भनेर हैन। बट लाइफले हुन्छ नि अब कता न कताबाट कहाँ पुऱ्याइदिइहाल्दो रहेछ कि हो। लाइक हुन्छ नि अब जब म स्कुल टाइममा थिएँ आई नेभर थट कि लाइक म हेयर ड्रेसर काम गर्छु हैन। अन्त अब अहिले मेरो प्रोफेसन हेयर ड्रेसर छ हैन। अन्त अब हेयर ड्रेसर भएपछि त अब आफ्नो गाउँमा त स्यालेरी हुँदैन, त्यही कारणले अब बाहिरतिर काम गर्ने त स्यालेरी एकदमै राम्रो पाउँछ हैन। सो अन्त बाहिर आएर काम गरेको थिएँ हैन म। अन्त मैले कहिले पनि सोचेको थिइनँ कि म यस्तो जग्गामा पनि आउँछु भनेर हैन। जब म यहाँनिर केरेला फर्स्ट टाइम आएँ नि म त छक्कै पऱ्यो कि त अब यहाँको मान्छेले क्या हिन्दी पनि बुझ्दैन हो। त्यही माथि यहाँ यताको चामलहरू यत्रो यत्रो हुन्छ हो, राइसहरू यत्रो यत्रो डोटे डोटे राइस हो। अब यता सबै कुरा नै डिफ्रेन्ट नि त अब कल्चरदेखि लिएर इभन यताको मान्छेहरूले दसैँ दिवाली पनि मनाउँदैन नि त। अब यताकै एउटा ओनम भन्ने फेस्टिभल हुन्छ त्यो मात्रै मनाउँछ होइन। सो यहाँ आउँदा चाहिँ मैले अब लाइक हुन्छ नि म चाहिँ अब हाम्रो इन्डियाकै स्टेटमा चाहिँ होइन म कुन चाहिँ कन्ट्रीमा चाहिँ आइपुग्यो भनेर लाग्थ्यो क्या हो। फर्स्ट फर्स्ट आउँदाखेरि यति साह्रो मन दुख्थ्यो फर्स्ट फर्स्ट चाहिँ नि अब होइन। न त फ्रेन्ड्सहरू छ अब दोकानहरू जानुको लागि पनि अब सामानहरू किन्दा पनि अब केही बुझ्दैन यताको मान्छेहरूले होइन। अन्त अब कस्तो मन दुख्थ्यो के हो त अब दोकान गएर सामान किन्नु पनि अब बुझ्दैन हो। अब के भन्नु अब अहिले चाहिँ अलिक एक दुईवटा ल्याङ्ग्वेज सिकेर चाहिँ अलिक आसान जस्तो भएको छ मलाई होइन। अब लाइफले मान्छेलाई कहाँदेखिको कहाँ पुर्याउँदो रहेछ होइन। मान्छेको लाइफ कहिले पनि फिक्स हुँदैन रहेछ के हो। सो त्यस्तै रहेछ लाइफ हुन्छ नि अब अब केही प्रोफेसनदेखि म के लाइफमा मैले के हुन्छु भनेर सोचेको थिएँ होइन। लाइक अहिले म के भइरहेको छु होइन। सो अहिले जे पनि छ आइ एम भेरी ह्याप्पी होइन। म एकदमै खुसी छु, रमाइरहेको छु होइन। सो मलाई खुसी पनि लाग्छ कि मैले सोचेको जस्तो काम गर्नु पाउँदैछु अहिले भनेर होइन। मैले सोचेको जस्तो चिजहरू सबै कुरा गर्नु पाउँदैछु भनेर यो कुराले चाहिँ मलाई मेरो मन शान्ति लाग्छ होइन। अन्त अब कतिजना मान्छेहरूले चाहिँ अब सोधिरहेको हुन्छ नि होइन तिम्रो प्रोफेसन के हो भन्छ नि होइन। म भन्छु उनीहरूलाई म हेयर ड्रेसर हो भन्छु नि होइन। अब उनीहरूले भन्छ डाइरेक्ट अब हजम हो भन्छ होइन। अन्त यस्तो भन्दाखेरि चाहिँ साह्रै मन दुख्छ के हो त। अब हामीलाई चाहिँ हजम र हेयर ड्रेसरलाई चाहिँ तपाईँहरूले उयो कम्पेयरै नगर्नुहोस् न होइन। अब हेयर ड्रेसर भनेको तपाईँले जस्तो लुक भन्नुहुन्छ त्यस्तै लुक दिन्छ, त्यस्तै लुकमा तपाईँलाई कन्भर्ट गरिदिन्छ होइन। अब तपाईँ हजमलाई जानुहोस्, हजमलाई गएपछि तपाईँले काट्छ हजमहरूले पनि होइन। बट हामी चाहिँ के हुन्छ भन्दा हाम्रो चाहिँ प्र्याक्टिकल साथसाथ हाम्रो थ्योरिटिकल नलेज पनि हुन्छ। अब तपाईँहरूले सोच्नुहुन्छ होला यिनीहरूको जस्ट केस काट्ने मात्रै हो, कलर धस्ने मात्रै काम हो भनेर होइन। बट हामीले लाइफमा कति पढ्नुपर्छ पो त तपाईँलाई थाहा छ। हेयरको एक एकवटा लेयर्स पढ्नुपर्छ, स्किनको एक एकवटा लेयर पढ्नुपर्छ होइन। सो कलर कसरी डिपोजिट गर्ने हो होइन। सो कलरको फर्मुला के हो होइन। सो मिक्सिङ रेसियो हुन्छ हाम्रोमा होइन। सो प्रडक्ट नेम होइन, कुन चाहिँ ब्रान्ड हो होइन। सो यो प्रडक्ट कस्तो कस्तो टाइपको प्रडक्ट हो, कस्तो कस्तो टाइपको हेयरमा जान्छ, कस्तो कस्तो टाइपको स्किनमा जान्छ होइन। सो अब मान्छेको एकोर्डिङ टु मान्छेको फेस, मान्छेको स्किन हेरेर हामीले हरेक कुरामा क्लाइन्टलाई सजेसन गर्नुपर्ने हुन्छ होइन हाम्रो प्रोफेसनपट्टि। सो त्यसको लागि एकदमै पढ्नुपर्छ होइन। अन्त अब कलर भन्नुसाथ एउटा मान्छे उठेर आउँछ त्यसलाई हामीले ल्यापलाई दल्नु हुँदैन क्या हो। कलरमा पनि अब टेक्निक हुन्छ अब होइन। यस्तो कलर गरेर यस्तो हुन्छ, कलर मिक्सिङ रेसियो हुन्छ, कलर मिक्स गरेपछि कुन कुन कलर निकाल्नु पर्ने हुन्छ होइन। सो मलाई चाहिँ अरू कुरामा मन दुख्दैन कि मान्छेहरूले क्या हो मान्छेले त्यो हजम र हेयर ड्रेसरलाई चाहिँ कम्पेयर गर्दाखेरि चाहिँ पुरा मन दुख्दो रहेछ क्या हो। अब हामी भनेको प्रोफेसनली कामहरू सिकेको हुन्छ, प्रोफेसनली सबै कुराहरू गरेको हुन्छ होइन।
सो मान्छेले बुझ्दैन के हो डाइरेक्ट हामीलाई हजम भनिदिन्छ क्या हो। पहिला तपाईँहरू नि बोल्नुभन्दा अगाडि रिसर्च गर्नुहोस्, बुझ्नुहोस्, अन्त बोल्नुहोस् होइन। अब त्यही हो, पहिला बोल्नुभन्दा अगाडि चाहिँ बुझेर जानेर बुझेर मात्रै बोल्नुपर्छ मान्छे भएपछि चाहिँ। त्यति नै हो मेरोबाट आजको यो भिडियोमा चाहिँ भन्नु हो। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो गाइस। आई होप तपाईँहरूलाई मन पऱ्यो भने मेरो फेसबुक पेजलाई तपाईँहरूले फलो गर्न सक्नुहुन्छ गाइस।